एउटा देश थियो दक्षिण अफ्रिका। त्यहाँ गोरा र काला मानिसहरू बीच ठुलो विभाजन थियो। गोरा मानिसलाई धेरै अधिकार, तर काला मानिसलाई अधिकार थिएन। यस अन्याय विरुद्ध नेल्सन मण्डेला उठे। त्यसै कारण उनी 27 वर्षसम्म जेलमा बस्नु पर्यो। 27 वर्षपछि जेलबाट बाहिरिँदा सबैलाई लागेको थियो अब उनी बदला लिन्छन् होला। तर उनले भने, घृणा बोकेर अघि बढ्ने होइन, क्षमा गरेर अघि बढ्नुपर्छ, सबैलाई मिलाएर अघि बढ्नुपर्छ। त्यसपछि उनले गोरा र काला सबैलाई एउटै परिवार जस्तो बनाए। सबैलाई समान अधिकार दिने नयाँ संविधान बनाए। शिक्षा, स्वास्थ्य, खेलकुदमा आमूल परिवर्तन गरे। देश शान्ति र विकासतर्फ अघि बढ्यो। यसरी बन्छ देश। नेल्सन मण्डेलाको जीवनीबाट हामीले सिक्ने कुरा यही नै हो। घृणाले देश बन्दैन, प्रतिशोधले देश बन्दैन। सबै जात जाति, सबै धर्मावलम्बी, सबै भूगोल, सबै उमेर समूहका मिलेर बस्यो भने यो देश बन्न सक्छ। त्यसैले नेल्सन मण्डेलाबाट धेरै कुरा सिक्नु छ। सिकेर हामीलाई हाम्रो देशमा पनि लागू गर्नु छ।